सो हे गाइज वेलकम टु ब्याक माई न्यू भिडियो। तपाईँहरू सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। तपाईँहरूले थम्बनेल र टाइटल देखेर नै थाहा पाइसक्यो आज त भिडियो के को बारेमा हो भनेर। म चाहिँ के त अहिले घाँस काट्न हिँडेको। अब तपाईँले थम्बनेल टाइटल देखेर थाहा भइसक्यो आज हामी के गर्नु आँटेको भनेर। हामी चाहिँ अहिले घाँस काट्न आएको छौँ अनि म चाहिँ हिँड्दै बाटोमा। अनि तपाईँहरूले सोचिराख्नु भएको र यसले खै त केही ल्याएन कसरी घाँस काट्छ भनेर। बट मेरो म अलिक अगाडि मेरो उहरू गइसक्यो क्या, दिदीहरू जानु भइसक्यो। अनि म चाहिँ अलिक पछाडि छु। उठेर एकछिन फोनहरू ल्याएको अनि त्यहाँदेखि हिँडेको म चाहिँ निम्ति बसिरहेको थिएँ। अनि त्यहीँहरू सबै लग्यो मेरो चिज लग्यो राम्रो भयो हँसिया सबै लग्यो। अनि अहिले चाहिँ म टक्क भिडियो बनाउनु सर हिँडेको त डाँडाबारीतिर। अहिले बिहानै छ क्या दिन बिहानै छ भर्खर बिहान भएको छ। यस्तो पनि दम्बेर म पानी परेर होइन राति बाइक चाहिँ पानी भिजेर के गर्नु अब के भन्नु गाह्रो गाह्रो हो। म चाहिँ पुग्न अब 10 मिनट लाग्छ होला भिडमा। हाम्रो भिड होइन अर्काको भिड हो। अब त्यहीँ गएर काटिन्छ घाँस चाहिँ। आई थिङ्क कस्तो हुन्छ गाइज अब म उतै गएर सबै सिन देखाउँछु। टक्क पुग्नु आँटेपछि पुरै भिडियोलाई फुल वाच गर्नु होला। मन पऱ्यो मलाई लाइक सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले। ओके सो गाइज हामी चाहिँ अहिले आइसक्यौँ। अब घाम यस्तो लागेको छ नि कि घाम चाहिँ घामै भइगयो नि। यता बेलामा एकदमसँग चाहिँ हामी सबैजना आइसकेको छ। यहाँ दिदीहरू घाँस काट्न थालिदियो, म चाहिँ आँटेको। अनि यता तल खोला बारी आएको छ आजदेखि टक्क बारी आएको थियो। हामी बुवाहरू बाँच्न गएको थियो। आई डोन्ट नो कस्तो हो अब समयको टाइम लाग्छ। आई हेभ नो आइडिया। अब त्योभन्दा अगाडि चाहिँ तपाईँहरू थोरै सिनको मजा लिनु होला गाइज। ओके सो गाइज मेरो त अलमोस्ट 4 मुठा भइसक्यो। 4 मुठा, एक यहाँ 2 3 प्लस यहाँ 4 छ। अनि अहिले सबैजना एकदम मरामर काटेर चलिरहेको छ। अहिले घाँससँग एकदम काटिरहेको छ। अनि हाम्रो घर त निकै देश यहाँ यहाँ। अनि म चाहिँ अब मुठा बाँधेर अलिक यतातिर जानुपर्ने। अलिक बढी कुछ काँडै काँडा छ यतिर परबाट जान पुरै काँडा छ घोचेर रोपेर के भनेर। म चाहिँ मुठा बाँध्ने अनि 4 मुठा हुन्छ होला लगभग। अनि त्यो बाँधेर अलिक परतिर जानुपर्ने। अब 5 मुठा काट्ने धेरै नकाट्ने अब चाहिँ हुन त्यही चाहिँ पुग्छ 4 मुठा प्लस 5 6 मुठा काट्यो भने 10 मुठा हुन्छ। त्यही घर लग्ने। अब सबैले एकदम काटिरहेको छ घाँस। सबैको बारी पुग्न छैन, भर त आएको क्या बारी पुग्छ। आधी घन्टा भार नाम छ भने अबको 1 घन्टामा सबैको बारी पुग्छ। अब म त्यही मुठा बाँध्नु खोजेकै कि 1 2 3 4 3 मुठा त गीत घाँस काट्नु पर्थ्यो र अलिक मिठो ठाउँमा गाइज। अब मेरो 4 मुठा भइसक्यो। 4 मुठा भयो। अब म उता फाल्टो 5 6 मुठा काटेर ल्याउनु। ओ कस्तो काटिन्छ होइन मेरो नदाउने इच्छा मन त छैन। त काम पनि चल्नु थालिसक्यो। अब त 7 8 बज्न आँटिसक्यो। यता चाहिँ घाम छिटो लाग्छ क्या बिहानै अब कि नदम्बैको नि नदम्बैको अरू त त्यो त काटिदिए हाम्रो मेरो 2टा मैले त समाजतिर नासे डरला खोला एकदम खतरनाक बारी आएको छ। बट हाम्रो बाउहरू रातिको 2 बजे
माछा मार्ने गएको जालमा जाल दिएर त्यो तल सुजन बुवा हाम्रो सुली सरिता हुनुहुन्छ यसले यसको भारी पुग्नु आइसकेको छ बहिनीको हामीलाई काटे घाँसा पनि छ नि अब आई गेस आई थिङ्क 1 घन्टामा सायद सबैको भाइर पुग्न सक्छ मेरो त पुग्छ अर्को नपुग्छ मेरो त फिक्स नै पुग्छ आइदैन कस्तो हुन्छ अब कटिङ त्यसमा हो सुली काट्नु म यहाँ छु माथि छु हामी चाहिँ अब घर हिँड्ने सबैजना बाहिर थोरै मिलिन्छ बाहिर थोरै पुगेको अलिक थोरै मेरो अलिक थोरै थियो अनि यसको अलिक धेरै त्यो भुमाको जुन बित्तिकै अनि साटेर पुग्यो कि बाहिर थोरै मिस्टेक भएछ अब अहिले 8:30 भइसक्यो घर चाहिँ कसरी पुग्छ आइडन्ट नो हाम्रो बाउहरू माछा मारेर त कहाँ हो हामी 6 जना छौँ 6 जना घाँस काट्नु चाहिँ अब हामीले घाँस काटेर हिँडेको घर अब घाम उस्तो लगाइसक्यो पानीतिर लगाइसक्यो अब के भन्नु र हामीले गाइस हाम्रो बुवाहरू चाहिँ माछा मारेर आइसक्यो हिँड्दैछ बाउ छोरा माछा मारेर आउँदैछ राति 2 बजी उठेर गएको हुन्थ्यो अब खोला बारी पनि आएको छ अनि हाम्रो बुवाहरू चाहिँ आउँदै रहेछ टक्क कति मारे माछा म तपाईँहरूलाई घर गएर देखाउने छु ओके अब अहिले चाहिँ टाइम लाग्छ घर पुग्नु टाइम लाग्छ अलिक भारी मेरो अलिक मिलेको छैन के भारी नै अगाडि नगाडी अनि अप्ठ्यारो भएर हिँड्नु मिल्थेन यस्तो बेला चाहिँ म हुन्थेन कोकपिक परेर प्रत्येक बिसाएर भाइ नपर्ने अब मेरो बारी मिलेन मजा भइरहेछ अब भात बोक्नु चाहिँ ढिलो पनि मजा हुन्छ हाम्रोतिर अहिले राम्रो घाम लाग्यो नतिर पुरै घामै घाम अब यहाँबाट पुरै शीतल आउँछ शीतल चाहिँ त घाम शीतल ओके सो गाइस हामी चाहिँ घर आइसक्यौँ भात लिएर अब चाहिँ के थाहा घाँस ल्याइसक्यौँ म पानी खाएँ लास्टिक गरेर भर नबोल्नु अरे होला अब बस्नु छ आरामले दिनभरि काम त्यही हो बस्ने काम चाहिँ घर आएर सुले आउँदैन टिप्याङ अनि हाम्रो मै बुवा आएको छैन चाहिँ आउँदा तल होला सायद आउँदैछ हामी चाहिँ घर आइसक्यौँ गाई चाहिँ एकदम धेरै गर्मी भएको छ अब हाम्रो पुवा सरकार छ माछा खै हेरौँ त के हेर्नु रातिको 2 बजीको मिहिनेत त्यही हो भागमा दिएको कति 8 केजी छ के भनेको रातिको 2 बजीको मिहिनेत त्यस्तो चाहिँ किन 2 बजी नभए पानी परेर माछा ल्याएछ रातिको 4 बजे काम हिजो त 2 बजी जाने भने 4 बजी गएको छ बिहान अघि चाहिँ हामी त्यही ल्याएर बसिरहेको म त्यही मुही खान आएको गएछ मुही हाम्रो उहीँ छ नि त दुध अनि मुही छ ए बिरालो सुरी आइज यसको बच्चामा यो एकदम स्याहार छ आजकल अनि आज म झोलामा घाम लागिसकेको अब हात खा धोएर एकछिन बसिन्छ अनि त्यसै के हुन्छ नि
हातमा कहाँ पासेर के भन्नु र। सो गाइस मैले चाहिँ भातसात खाएर सुत्नु आएको। अब सुत्नुको आराम गर्नु पऱ्यो। गल्ला घाँस काटेर आएपछि गल्छ पक्कै नि। अरूले त्यही माछा फ्राई गरेर त्यही माछा खायो, मैले अन्डामा माछा खाँदिनँ। तर अन्डा फ्राई अन्डा थियो हिजो पारेको कुखुराले, त्यही खाएँ एउटा अन्डा। अब के भन्नु गाइस, धेरै गलिरहेको छ घाँस काटेर। के भन्दा त तपाईँलाई भिडियो कस्तो लागिरहेको छ, भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट सबै त खाने हो नि। अनि आफ्नो साथीभाइ अरू जोसुकै सबै सेयर गरिदिनु होला। अब योभन्दा अरू भिडियो के कुरामा बनाऊँ भन्ने पक्षमा तपाईँहरू कमेन्टमा भन्नु होला, म त्यही अनुसार भिडियो बनाउनेछु। अब आजको लागि भिडियो यति नै। अब हामी फेरि अर्को भिडियोमा मिल्दै जान्छौँ। बाई बाई गाइस, बाई बाई। अब सुत्ने, बाई।